आज गणतन्त्र दिवसको सन्दर्भमा राजावादीहरूले गणतन्त्र अन्त्यका लागि भन्दै आन्दोलन गर्दैछन् भने सत्तापक्षीय दल नेकपा एमाले उत्सवको रूपमा मनाउन लागेको छ। देशभर उत्सव मनाउने निर्णय गरेको एमाले काठमाडौँमा विशेष प्रदर्शन गर्न लागेको हो। राजावादीहरूले राज संस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्दैछन्। एमाले भने राजावादीको प्रदर्शनलाई काउन्टर जवाब दिन जनप्रदर्शन गर्न लागेको हो। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि गणतन्त्र दिवसको दिन काठमाडौँका सडक एमाले कब्जा गर्ने बताएका थिए। त्यसै दिन ओलीले राजावादीसँग आम्ने सामने हुने आशय व्यक्त गरेका थिए। राजावादीहरूले त्यस दिनलाई शक्ति प्रदर्शनको रूपमा लिएका कारणले एमाले काउन्टर गर्न खोजेको देखिन्छ। राजावादीहरूको आन्दोलनलाई काउन्टर गर्न प्रधानमन्त्री ओलीले 15 जेठमै जनप्रदर्शन गर्ने निर्णय पार्टी सचिवालयबाट गराएका हुन्। एमाले प्रदर्शनलाई सफल बनाउन नेताहरूको जिम्मेवारी पनि बाँडफाँड गरेर सर्कुलर गरेको छ। एमाले महासचिव शङ्कर पोखरेलले जनसङ्गठनका अध्यक्ष, इन्चार्ज र काठमाडौँ उपत्यकाका 3वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरूलाई जिम्मेवारी बाँडफाँड गरेका हुन्। एमाले काठमाडौँको जनप्रदर्शनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्ण गोपाल श्रेष्ठलाई जिम्मा दिएको छ। उनीहरूको कमान्डमा कार्यकर्ताहरू परिचालन हुनेछन्। साथै जनसङ्गठनहरूको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिएको छ। महासचिव शङ्कर पोखरेलका अनुसार गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीहरूले फैलाएका भ्रम चेर्न जनप्रदर्शनको तयारी गरिएको हो। राजावादीहरू संविधानले दिएको शान्तिपूर्ण प्रदर्शनको अधिकार अनुसार नै आन्दोलनमा उत्रिने बताइरहेका छन्। राजतन्त्र र हिन्दू अधिराज्य पुनर्स्थापना सहितका माग उनीहरूको छ। राज संस्था पुनर्स्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिको संयोजन र राप्रपाको अगुवाईमा आन्दोलन सुरु हुन लागेको हो। राज संस्था समर्थक सबै दल र घटकहरूको आन्दोलनमा सहभागिता रहनेछ। संविधानले सबै नागरिकलाई शान्तिपूर्ण रूपमा सभा, जुलुस र प्रदर्शन गर्ने अधिकार दिएको छ। यदि कोही नागरिक वा समूहले हिंसात्मक बाटो अपनाउँछ भने त्यसको नियन्त्रण गर्ने जिम्मेवारी गृह प्रशासन र सुरक्षा निकायको हो। यद्यपि राजावादीहरूले आन्दोलन शान्तिपूर्ण हुने बताइरहेका छन्। आन्दोलन भड्किने अवस्था आएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने भन्दै राप्रपा सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले फेसबुक स्टाटस पनि लेखेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहिबारको प्रदर्शनका लागि आयोजकलाई छुट्टै समय उपलब्ध गराएको छ। दिउँसो 2 बजेसम्म कार्यक्रम आयोजना गर्न एमालेलाई तथा त्यसपछि राजावादीहरूलाई प्रदर्शनका लागि समय दिइएको छ। दुवैले भृकुटी मण्डप, शहीद गेट, रत्न पार्कलाई मध्यनजर गरेर कार्यक्रम आयोजना गर्नेछन्। प्रशासनले समय निर्धारणका लागि एमाले र राप्रपाका नेताहरूसँग पनि छलफल गरेको थियो।